पुगेको अवस्था खै पुग्यो हामी चाहिँ पुग्यौँ कहाँ जानु हुनु भाइ सेयरिङ ट्याक्सी बाहिर कहाँ हो पो फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो च्यानलमा हामी चाहिँ काम चाहिँ मेरो थियो तर फेरि बहिनीहरू पनि घुम्ने भनेर लिएर आएको अब आएको बेलामा घुमाइवरी फर्किनु पर्ला र अहिले चाहिँ हामी काँक्राभित्र आइपुगेको छौँ अब जान्छौँ पारी मेची पुल काटेर पारी के हेरेको 80 रुपियाँ नि मिलाइदिनु आन्टी हो अलि मिल्दैन आन्टी 25 पाउँदैन यो आउनु पर्ने आन्टी ल है पारी जानुको लागि सफारी चढीमा पारी जानुको लागि अब चाहिँ यहाँदेखि सुरु भयो यो हो काँक्राभित्र मेची पुल हामी चाहिँ बोर्डर कट्यौँ अघि त्यहाँ दिएन भिडियो बनाउनुलाई नै बनाउनु पऱ्यो त मार्ने भनेर अब हामी गाडीको सोध्ने मात्र त्यहाँ त्यो चेकिङ मात्रै देखाउनु नदिएको होला क्या गाडी त अब 500-800 लिन्छ होला हेर्दै गर्नुहोस् है तपाईँहरू पनि झोलामा लगाउनु भनेर दिएको मैले तपाईँलाई नक्सल भन्दा त्यसको सफारीवाला दाइ ल अहिले हामी बसमा छौँ होइन अप्पर बागडोग्रा जाँदै गरेको अहिले अब अहिले उता पुगेर नै भेटौँ है त नयाँ गाई जाडो भयो आँसु भन्दै अब चिसो पानी पिउने बेला आइसक्यो ठन्डा कुल यहाँ चाहिँ एकदम नरम पानी बिरामीको लागि हो चाहिँ है बिरामीको लागि हो चाहिँ है हामी पारे अप्पर बागडोग्रा होइन अप्पर बागडोग्रा आइपुग्यौँ आरती केक हामी चाहिँ हिँड्दैछौँ यस्तै घाम छ हिँड्दैछौँ भनौँ न उहाँ दाइहरू ब्याङ्कमा जानुभएको छ कि अनि त्यहाँ जाँदैछौँ फुल किनिदिनु भयो मलाई चाहिँ किनिदिएको मैले एक पिस मात्र किनिदिनु भयो महँगो छ केटा हो महँगो छ 30 रुपियाँको एउटा फुल अरे भारू 30 रुपियाँ त्यो पनि 48 रुपिस नेपाली महँगो छ महँगो छ बे गर्नु साह्रो रहेछ अब 14 फेब्रुअरी त गइसक्यो होइन हिजो होइन 14 फेब्रुअरी
गइसक्यो र पनि बासी चाहिँ भयो होइन मैले प्रपर ध्यानले फोहोर चाहिँ यस्तो छ होइन इन्डिया हो तपाईँलाई थाहा छँदैछ फोहोर चाहिँ यस्तै छ अब प्लेन देख्नुभयो कि भएन पनि एयरपोर्ट यहाँ नजिकै छ के हुँदैछ दाजु के हुँदैछ सक्यो ब्याङ्कको काम फोन डिस भएर तपाईँहरूलाई फोन गर्न आँटिरहेको सक्यो ब्याङ्कको काम मैले त रोज किनिदिएको होइन रिचार्ज भएन कि त्यही कारणले तपाईँहरूलाई फोन गर्ने ठ्याक्कै तपाईँले आउनुभयो गर्नै ओरिजिनल रोज किनिदिएको अब चाहिँ हामी यहाँ आइपुग्यो यहाँ भेट भयो होइन दाइहरूसँग अब हामी सिटी मल जाने ए कहाँ पऱ्यो कहाँ पो जाने अरे हामी सिटी मल होइन ए सिटी सेन्टर हो सिटी सेन्टर होइन एकदम खतरा खतरा एकदम ठुलो काम ठुलो छ फ्रेस नारियल पानी कसरी पिस कैसे पिस हैं 50 भयो यहाँ हामी हट स्पाइसी यता हेलो हेलो हामी हट स्पाइसी खाएको म त तितो होला हुन्छ भनेको त झन् पिरो पिरो थ्याङ्क यू अरे होइन नि मेरो त बदनामै भइसक्यो म केही किन्दिनँ अब मलमा केही पाए थिए दोकानहरू छ खतरा गाडी एक नाम का 60 यहाँ नाम लेख्न मिल्छ क्या यस्तो लेटर 50 देंगे तो 50 हो जाएगा तिम्रो हो त डल बनाऊ न नि डलमा तिम्रो नाम लेख यतापट्टि मेरो अनि आड्दैन होला नि त यतापट्टि मेरो त तपाईको यस्तो पनि हाल्दिनु जे गरे हुन्छ ल आइपुग्यो के स्टारबक्स कफी खाने अहिले रेडी के अहिले देखाउँछु नि त त्यो रेडी बसेको होइन त्यो हिँडेको भयो त ल लु हेर के हेर्ने दाजु नाङ्गे दाजु भाइहरू नाङ्गे छ एकछिन यस्तो पनि हिँडेको देखेको थिएँ मैले कहाँ यहाँ मान्छे हिँड्छ होला नि त्यही पनि कुदाउने क्या पहिला खानु न
यो बनाएको अघि म त देख्दैन पहिला हुन्छ पेट पूजा अनि मात्रै हुन्छ बाँकी कुरा बाँच्नै मिठो है आहा बाँच्नै पहिलाकै ठाउँ होला जस्तो आउँदै हुनुहुन्छ दाइले आजको हाम्रो वेट छ दाइ के ल्याएन यस्तो अझै आउनु भएछ हाम्रो चाहिँ आइसक्यो होइन खानेकुरा अब यसलाई खानुपर्ने हुन्छ गमगमी यम्मी 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 गमगमी खानुपर्ने हुन्छ है यो सबै खाइसक्नु विचार छ बिरयानी होइन तिम्रो बिहान के यो कान्छीको बिरयानी हो अर्को तिम्रो यो भेज बिरयानी मगाउनु अनि यो अचार होला यसको यो फ्रेन्च फ्राइड यहाँ त झन् के छ ए डल्लै डल्लै हो यहाँ त पुरै ल खायो है यम्मी यम्मी भयो खायो हड्डी मात्रै छैन कोक बच्चा त्यहाँ ठुलो नानी छ ए आइस मात्र भइरहेछ होइन नि पेप्सी पनि छ अलिअलि अब खाइयो पेट पूजा भयो अब घुमिन्छ मजाले अब ब्याट्री पनि चेन्ज गर्नुपर्छ ब्याट्री पनि सकिसकेको रहेछ मेरो आउनुहोस् दामी छ ठाउँ तपाईँहरू घुम्न आउनुहोस् होइन घुम्न आउनुहोस् घुम्नु दामी छ मजा छ यहाँनिर आउनुहोस् हेर्नु एकदम मजा छ घाम पनि त्यही अनुसार मेरो कागज लगाइरहेको छु मैले चाहिँ पठाउनु हुँदैन है छोरी मान्छेलाई यस्तोतिर गाइस यस्तोतिर यस्तो दोकानतिर चाहिँ पसाउनु हुँदैन छोरी मान्छेहरूलाई ल दामी हाम्रो यहाँ फोटो सेसन चल्दैछ है फोटो सेसन रेलगाडी आउँदैछ छुकछुक गर्दै उतानिर यस्तो पछाडिबाट देख्दैछ के अब माथिबाट जाने हामी हो माथिबाट सिटी मल पनि घुम्यो यहाँ मुनिबाट पनि छ होइन सबैको लागि नि जाउँ रेलगाडी छुक 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 रेलगाडी यहाँ चाहिँ एकचोटि चाहिँ आउनुहोस् गाइस यहाँनिर यो घुम्नुको लागि कसम मजा आउँछ यहाँनिर केस काट्न मम्मी विशाल ए हो नगर्नु भएको मात्रै हो क्या कोहीले गरेको एकदमै चिरेको भित्रमा भित्र यहाँ चाहिँ गाँठ टन्ने बोकेर आउनुपर्छ पर्स गोजी सबै फुल बनाएर अनि चाहिँ मजा आउने रहेछ घुम्नु ल बुढी यस्तो हुन्छ यी अनुहार हेर दुखी म दुखी भएको छुइनँ है म केही पनि किन्दिनँ दामी रहेछ यार यो पहेँलो
पहिलो कुर्ता दामी रहेछ कुन मेरोबाट खिच्नु Excuse me. कैमरा अलाउड नहीं है. ए हजुर क्यामेरा अलाउड नै इधर से आइए इधर से. मतलब कैमरा अलग के अंदर अलाउड नहीं है. ल हामी चाहिँ वासरुम आएको है यो ह्यान्डिक्यापको लागि हुन्छ ल यहाँको वासरुम एडवांस को लगे हैं. हम उधर गए ना ये सिस्टम को अटैक कर. क्याफे रहेछ है नम क्याफे मेरे ये ताली तो है. यहाँ हाम्रो सारा बहुत हल्ले को नेपालको निल डेभिड्स चाहिँ यहाँ पनि रहेछ है निल डेभिड्स खै तपाईँको हाल्ने नै छैन हामी घुम्यौँ यता पनि छिर्यौँ पर पनि छिर्यौँ तर सामान त मन पर्यो तर महँगो थियो एकदम महँगो थियो किनिनँ हामी विदेशमा नि सस्तो होला त ल है बाबुले साइकल चाहिँ राम्रै चढेको छ जस्तो छ अब तल झर्ने त्यहाँदेखि त्यही हो होइन अब मलमा यस्तै त हो घुम्ने हो बस्ने हो खाने हो हेर्ने हो रमित किन्नु त सकिँदैन महँगो हुन्छ घुम्ने फिर्ने खाने बस्ने अरू त फोटो खिच्ने अघि उज्यालो हुँदा त चस्मा लाएन अहिले अँध्यारो भएपछि लगायो फेरि कसलाई फोटो खिचेकोमा अघि फोटो खिचेकोमा भिड फोटो खिच्ने भिड फोटो खिच्ने भिडियो बनाउने सबै भिड छ है बच्चाको घडी टिसोक ब्रान्ड यो त कस्तो दामी छ यार यो आवाज है. कति पर्छ होला यसको कस्ट चाहिँ इसको प्राइस चाहिँ कति प्राइस को सर तपाईँको 40,000 हाँ? 40 40,000. यहाँ चाहिँ बिट्टा बोकेर आउनुपर्छ पैसा होइन टाइम छैन टाइम. हजुर. यहाँ पैसा होइन बिट्टा बोकेर आउनु कसम दिनुपर्छ है. आउँदा म पछि म खतरा भ्लगर भएर होइन टन्नै पैसा कमाउने भएपछि टन्नै गाँठ होइन बिट्टा कमाउने भएपछि यहाँ आउँछु यस्तो टन्नै भएपछि फ्याक्ने हिसाबले हैन. सर कुनको 10,000 10,000 उयो आन्टीले बोल्दा 10,000 गरे 10,000 एक मात्रै 10,000 को जाउँ ल हामी चाहिँ अब प्रायः घुमिसक्यौँ भाइ सबै अब यहाँ हल्का खाने हो पिउने हो सबै खाने पिउनेको स्टपहरू छ होइन त्यो एक बिल्डिङहरू छ हामी गएनौँ हामी यही बिल्डिङ मात्रै घुम्यौँ त्यो हाम्रो नाङ्गुते बाजेहरू यहीँ छ राति चाहिँ नाइट डे गोप्रोको नाइट राम्रो हुँदैन नि अँध्यारो आउँछ क्यामेरा उयो कस्तो दामी आयो उ त्यो लाइटले आएको नि त फेरि लाइट आउँछ त यहीँ खाएको हामीले जाउँ कफी खाने अरे दिनता कफी खाने अरे आउनु त हिँड्दै जाउँ न त यता छ अरे प्लिज आउनु होला कहिले कहिले खोइगो तपाईँहरू पनि आउनु होला यहाँनिर है 6:41 भनेपछि 7 बज्न आँट्यो अब हामी वहाँ जाने अनि रुम बुक गर्ने त्यसपछि बाहिर निस्किने खाने पिउने घुम्ने सिलगढी बजार घुम्ने अन्त सुत्ने ल आज यस्तो
मलाई लिँदा हुन्छ मलाई त उयो होला सिसाको मनपर्छ अप्पर महँगो जाउँ जिन्दगीमा स्टारबक्स ल यहाँ आइसक्रिम खानेहरू ल यहाँ चाहिँ आइसक्रिम खाने अरे ढुक्क्याउने आइसक्रिम खान आएको होइन हेरौँ कतिको जुस Take it, ma'am. Okay, come. नेक्स्ट फास्ट 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 आइदिनु न त्यो पक्रेर Okay, thank you. Only taste. Taste. चलो थ्याङ्क यू के गर्नुभयो आइसक्रिमले बब्बा मजा आयो है आइसक्रिम अब देख्नुभयो होइन झुक्काएको बुनु आइसक्रिम मजा लाग्यो झुक्काएर है अन्त के मलाई नि त्यस्तै के टेस्टिङ गर भन्दै थियो नि टेस्टको लागि मात्रै भन्दै थियो नि म त टेस्ट गराउँछ होला भनेको त कागजमा हाल्दै मुखमा कति हो 10 को 8 वटा 20 का 4 10 का 4 8 दिन न 20 का 7 8 दिन हो नि 20 को सुकमाएको त कस्तो महँगो कस्तो अहिले यो मिठो यो दामी 20 रुपियाँ आइसक्रिमलाई 150 लियो रे अब यहाँबाट सिलगढी कति टाढो छ कहाँ जाएको सिलगढी कता हो सिलगढी यता हो के हो टेम्पोमा जाउँ अटोमा जाउँ सिलगढी टेम्पोमा अटोमा चढेर है त्यहाँको अटोमा यो चाहिँ सोल्टी हाम्रो दार्जिलिङ मोड है हामी चाहिँ अहिले अटोमा छौँ होइन यो देख्नु सक्नुहुन्छ हाम्रो अटो हाम्रो हमारे ऑटो वाले भैया जी हाई बोल दो आपको यूट्यूब में आ रहे होगे अच्छी बात है हामीले चाहिँ यो रुम फिक्स गऱ्यौँ होइन खासै महँगो पनि होइन सस्तो पनि होइन ठिक्कको है हेर्दा पनि चट्टा छ राम्रो छ यसको यो होटलको बाहिरको डिजाइनहरू पनि दामी छ तर यो चाहिँ एकदम सेपरेट यो चाहिँ किन लिएको भन्दाखेरि एकदम सेपरेट रहेछ टक्कै यहाँनिर होइन स्याट ढोका लाउने अनि यहाँदेखि यतातिर चाहिँ हामी दुईजनाको रुम यता एउटा अनि एउटा यता रुम अब दुईवटा एट्याच छ अब जे गरे पनि भयो तपाईँसँग है ठिक छ अब तल हामी हिसाब किताबको कुरा गरेर आउँछौँ अहिलेको लागि होइन अन्त तपाईँको के छ भन्दाखेरि यहाँको मलाई डिजाइनहरू चाहिँ दामी लागेको यो रुम ढोकाहरू होइन अनि यो लागेको मार्बलहरू एकदम मन पऱ्यो है अनि यहाँको आर्टहरू यो डिजाइन सजाउने तरिका चाहिँ बब्बाल क्या जस राम्रो लाग्यो मलाई बबाल त नभनौँ त्यही पनि पोखरा जस्तो चाहिँ छैन है पोखरा काठमाडौँ नेपाल हुन्छ